के फालेको अहिले अनि गिटी फाल्ने ठाउँ तपाईँले देखेको तपाईँले यसमा के छ यसमा अनि फोहोर फाल्ने ठाउँ यो हो दाजु यहाँ त हेर्नु न यो फोहोर फाल्ने ठाउँ हो अर्काको जग्गामा उठाउनु उता पनि फ्यालेको आवाज आएर मैले सुनेको कहाँको सामान हो यो कहाँबाट ल्याएको तपाईँले जनपद गेस्टको अनि के छ यसमा अनि तपाईँले सुन्नु न दाजु अब सुन्नु न यो मैले देखेँ कि तपाईँको कुरो यो फोहोर सामान सुन्नु न यो फोहोर सामान देखियो यो फोहोर सामान त अर्काको जग्गामा फ्याल्नु मिल्दैन नि त्यसरी एकासार तपाईँ यहाँबाट यहाँ फ्याल्नुहुन्छ होइन कसले फ्याँकेको यहाँ अहिले यहाँ ठाउँमा कसले फ्याँकेको तपाईँले अर्काको जग्गामा फोहोर नालाहरू होइन सर जे जस्ता पनि तपाईँले फोहोर फ्याँक्नु भने कसले तपाईँले फ्यालेको उसले फ्यालेको जनपद टोलको त्यो छैन उहाँ सरले भनेको जसले भए पनि अहिले फ्याल्ने सामान चाहिँ कसले फ्यालेको तपाईँले फ्यालेको उसले फ्यालेको कसले फ्यालेको सामान दुईजना फ्यालेको अनि अर्काको जमिनमा अर्काको ठाउँमा आएर यहाँ आएर फ्याल्नुहुन्छ गल्ती यसरी अर्काको ठाउँमा आएर फ्याल्नु मिल्छ मिल्दैन भन्नुहुन्छ फेरि किन फ्याल्ने बोरा सामान त फ्याल्दै हुनुहुन्छ धेरै फोहोर छैन त्यो धेरै कतिवटा उता बोरा फ्याँक्नुभयो तपाईँले दुईवटा बोरा फ्याँक्नुभयो यहाँनिर होइन अनि यसरी त अर्काको ठाउँमा अर्को ठाउँ फ्याल्नु राम्रो होइन नि त राम्रो हो मेरो दाइ उहाँ चिनेको दाजु हो मेरो चिनेको दाइ मेरो छिमेकी दाजु हो म भन्दा सिनियर मान्छे उहाँ पठाए त बुझेँ नि त दाजु तपाईँले पनि यसरी फ्याल्नु त मिल्छ तपाईँ त मेरो चिनेको दाजु हो दाइ अन्त अर्काले तपाईँलाई पठाइदिएको छ तपाईँलाई के कति के दिएको थाहा भएन हामीलाई तर यसरी फ्याँक्नुहुन्छ भने अप्ठ्यारो पर्छ नि अरे सुन्नु नि दाजु तपाईँहरू काम गर्नु यो त नगरपालिकाले लाने काम हो नि त हो कि होइन त कुनै एउटा ठाउँमा राखिदिनु नगरपालिकाले राख्ने ठाउँमा तपाईँ राखिदिनु हुन्थ्यो अहिले तपाईँ लापरवाही गरेर जहाँ मन लाग्यो त्यहीँ फ्याँकिदिनुहुन्छ अर्काको ठाउँमा अर्काको एरियामा फ्याँकिदिनुहुन्छ यो फ्याँक्ने ठाउँ त अर्को ठाउँ हो नि त तपाईँलाई जब नगरपालिकाले ठाउँ दिएको त्यो ठाउँ फ्याँक्ने हो कि होइन दाजु हो कि होइन भन्नुहोस् त तपाईँ त मेरो चिनेका मान्छे दाइ भनेर भनेको तपाईँलाई अनि गल्ती भयो भने यो सामान लापरवाही गरेर हुन्छ त्यसलाई हेर्नु त यत्रो बोराको बोरा छ यहाँनिर दुईवटा बोरा त उता फ्याँक्नु भयो तपाईँले यहाँ अहिले 5वटा बोरा छ दाइ दुईवटा बोरा उता फ्याँक्नु भयो अनि 7वटा बोरा भयो अनि यसरी तपाईँ लापरवाही गरिदिनु राम्रो कुरो हो दाजु तपाईँहरू आफ्नै छरछिमेकी मान्छे हो राम्रो कुरो होइन नि दाइ भन् त आएर फुत्त गरेर उता फ्यालिदिनुहुन्छ खाली भयो अर्काको जग्गामा खाली छ फ्याँक्नु मिल्छ दाइ तपाईँको घरमा गएर फ्यालिदिनु तपाईँलाई राम्रो लाग्छ आफै भन्नु न तपाईँ घरमा फ्यालिदिन्छु तपाईँलाई राम्रो लाग्छ दुःख लाग्छ लाग्छ नि त दाजु त्यो कुरो बुझ्नुभयो नि तपाईँले खाली छ भने फ्याल्नु त मिलेन अर्को ठाउँमा होइन गल्ती हो अनि तपाईँ यसो गर्नुहुन्छ यो त ठिक भएन नि दाजु तपाईँ चिनेको दाइ हो तपाईँलाई म दाइ मान्छु होइन आफ्नै चिनेको दाइ भएर यसो गर्नु त मिल्दैन नि दाजु तपाईँलाई मैले दाइ भनेर सम्झाएँ अरू कुनै फ्याटे मान्छे आइदिएको कति गाह्रो हुन्छ दाजु हो कि होइन तपाईँ जग्गा यहाँ खाली छ मैले फ्यालिदिएँ भने त्यो अर्काको जग्गामा त फ्याल्नु मिल्दैन दाइ त्यसरी त तपाईँलाई आफै बुझ्नु पऱ्यो नगरपालिकाले नगरपालिका ठाउँ गरेर फ्याल्नु न उसले उठाएर लान्छन् हो कि होइन भन्नु त अनि तपाईँ आफ्नो काम आफै गल्ती गर्नुहुन्छ यो ठिक भएन नि मेरो दाजु मैले धेरै मान्छेलाई दिएको छु क्या मैले बोल्नु मात्रै नसकेको सब चिनेको छन् मैले के बोल्ने यसरी गाह्रो हुन्छ दाजु
नरिसाउनु ल म किन ल ल